एभ्रिवान यहाँहरूलाई डे 11 को मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ हतार गएँ चाहिँ बेलुकाको हो अनि यहाँ चाहिँ हाम्रो प्रोग्राम थियो, त्यसैले गर्दाखेरि चाहिँ हामी सबैजना भेला भयौँ। अन्त त्यसपछि चाहिँ गाइस के भयो भने नि एकदम रमाइलो भयो। जे भए पनि नि हामी चाहिँ क्यान्डल लाइट थियो नि त, अनि त्यसैले हामीले क्यान्डल खोज्दै गयौँ, तर कति टाइम लाग्यो क्यान्डल खोज्नु। अनि हामीले क्यान्डलहरू ल्यायौँ अनि भाइको बर्थडे भएकोले गर्दा मिठाई किनेर खुवायौँ। त्यसपछि चाहिँ म चाहिँ बिहानदेखि केही खाएको थिइनँ, खाना खाएँ बाहेक केही खाएको थिइनँ। अनि मैले चाहिँ कफी लिएँ अनि साथीले कफी खुवाउनु भएको थियो, अनि अर्को साथीले चाहिँ क्यापाचिनो भन्दो रहेछ, क्यापाचिनो खायो। अनि त्यसपछि चाहिँ हामी यहाँ चाहिँ क्यान्डल लाइटको वेटिङ गर्दै गेमहरू खेल्दै थियौँ सबैजना है। जवानाहरू हुनुहुन्थ्यो हामी सबैजना बहिनीहरू। अनि यहाँ क्यान्डल लाइटको टाइम भइसकेको थियो। अन्त गाइस क्यान्डल लाइट चाहिँ भइसकेपछि चाहिँ बहिनीको अचम्म, सुत्ने बेलामा चाहिँ सनस्क्रिन लगाएर सुत्दै थियो, अचम्म फर्किने बेलामा है त। म यसको चाहिँ मलाई चाहिँ अचम्म लाग्यो। राति चाहिँ सबै दिनभरि केही नगरी बिहान स्कुलहरूमा केही नगरी लगाई है राति सनस्क्रिन। वाउ। अनि काम लागेको छैन र पनि सनस्क्रिन लगाएको छ भनेर भन्दैछ बहिनीले चाहिँ हो। अनि त्यसपछि चाहिँ एकदम राम्रो थियो भ्यूहरू पनि। अनि त्यसपछि चाहिँ हामी चाहिँ यहाँबाट छुट्यौँ गाइस। ओके, थ्याङ्क यू सो मच तपाईँहरूले हेरिदिनु भएकोमा। फेरि भेट्नेछौँ।